हेलो साथीहरू, आज चाहिँ म मुन्दुम पदमार्गको भिडियोहरू जस्ताको तस्तै तपाईहरु माझ राख्न गइरहेको छु। अन्तिम समयसम्म हेरेर प्रतिक्रिया दिनु होला है त। र हाम्रो मुन्दुम पदमार्गको सुरुवात चाहिँ चखिया भन्ज्याङबाट हुन्छ। त्यसपछि चखियाबाट हामी सिधै भोजपुर र खोटाङको सिमाना हुँदै डाँडै डाँडाबाट हिँड्नु पर्ने रहेछ। मुन्दुम पदमार्ग चाहिँ उक्त स्थानबाट तयार गरिएको रहेछ। डाँडै डाँडाबाट हावा पनि एकदमै मजासँगले लाग्ने रहेछ। त्यसै पनि अग्लो स्थान भएको कारणले र डाँडै डाँडा बाटो भएको कारणले पनि हावा चाहिँ अत्यधिक लाग्ने रहेछ। त्यसकारणले तपाईहरुले टोपीहरू पनि बोक्नुपर्ने हुन्छ। चिसो पनि हुँदो रहेछ। अब अहिले त हामी यो मौसम त्यति चिसो होइन, त्यही पनि एकदम चिसो हावा नै लाग्ने रहेछ। हाम्रो ठ्याक्कै हिजोको बसाइ चाहिँ धोत्रे भन्ने ठाउँमा भयो र यही होमस्टेमा बसियो। अब यो बाटो हुँदै हामी हाँसपोखरीतिर जान्छौँ। अनि यतातिर धोत्रे भन्ने ठाउँमा चाहिँ होमस्टेहरू पाइँदो रहेछ। यसरी यहाँ बन्ने क्रममा पनि छ। अनि यहाँ चाहिँ ठ्याक्कै तल चखियादेखि आएपछि यो ठाउँमा चाहिँ बस्न पाइने रहेछ। यहाँ बिहानको अहिले 6:30 हुँदैछ। अब हामी खाजा खाएर यहाँबाट फेरि हाँसपोखरीतिर सिधै जानेछौँ। यो चाहिँ हामी हिजो आएको बाटो। अब यहाँ चाहिँ इन्फर्मेसनहरू छ, यहाँ देख्न सक्नुहुन्छ। यहाँ कति कुन ठाउँमा। अब हामी चाहिँ धोत्रेमा छौँ अहिले। हाँसपोखरी पुग्नुपर्ने, यहाँदेखि हाँसपोखरी पुग्न 8 किलोमिटर रहेछ। हिँडेर 3 घन्टा लाग्ने रहेछ। र यसको अल्टिट्युड चाहिँ 3015 मिटर रहेछ समुद्र सतहदेखि। त्यहाँदेखि माथि पनि तारा खसेको पोखरी पनि जानु पाइने रहेछ, जान्दा हुने रहेछ। तर हामी चाहिँ हाँसपोखरीसम्म मात्रै जानेछौँ। यहाँ चाहिँ लालीग्रासको बोट लटरम्म फुलिरहेको छ। लालीग्रास चराहरू पनि आइरहेको छ। ल हिजो चाहिँ हामी त्यो होमस्टेमा हामी चाहिँ नाइट स्टे गरियो। यो धोत्रे भन्ने ठाउँ हो। अनि अब हामी हाँसपोखरीतिर लाग्दैछ। हामी चाहिँ त्यो ठाउँबाट यसरी घुम्दै हिँड्दै यसरी हुँदै यहाँबाट यहाँ आएर बसिरहेछ। अब हाम्रो गन्तव्य फेरि हेर्नुहोस् है, हिमाल कति मजाको देखिरहेको छ। हिमाल पनि दामी देखिरहेको छ। चिसो छ एकदम हिमाल। म्याडम के छ, थाक्यो? त्यो अब मालिस गर्नुहोस्। ल छिटाउ। हाकिम अलिकति यता अब त्यो ठाउँबाट यस्तरी आएर यस्तो यो आएर यो यहाँ आएर यस्तो आएर यो ठाउँ यस्तो आएर अरे। आफू पनि देखा पनि न, को गयो अगाको भिडियो जानेको कि बा। चरा उडिरहेछ। चरा उडिरहेछ। चरा के गर्छ भने
हेर्नु है हिमाल हेर्नुहोस् है हिमाल यता पनि हिमाल छ यता पनि हिमाल छ त्यो चाहिँ हाम्रो ट्याम्के चख्यामा डाँडा हो अनि हामी चाहिँ हिजो यो रिज हुँदै 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 8 किलोमिटर आएर यहाँ धोत्रे भन्ने ठाउँमा बसियो अनि आज चाहिँ हामी बिहानै धोत्रेबाट के अरे हाँसपोखरी जाने क्रममा छौँ यहाँ आधा बाटोमा आएर अलिकति थकाइमा आएर छौँ यस्तो राम्रो छ ठाउँ यता देखाउनुहोस् त यस्तो राम्रो छ हेर्नु हरियाली नभए पनि अब यो अहिले चाहिँ गुराँस पनि खेल्ने मौसम रहेछ अलिअलि गुराँसहरू पनि फुलिरहेछ ठाउँ ठाउँमा होइन अनि घाम पनि मजाले लागिरहेछ अरू सोध न के अब तपाईँहरू कतिजना आउनुभएको ट्रेकिङमा 4 जना आएको हजुर अनि जस्ट हिजोदेखि नै हाम्रो ट्रेकिङ सुरु भयो हिजो 4 अनि खाना बस्न कस्तो रहेछ यहाँ सुविधा बस्न एक ठाउँ रहेछ धोत्रे भन्ने ठाउँमा चखियादेखि सिधै आउँदाखेरि हजुर अब तपाईँहरू चखियाबाट हिँडेर आउनुपर्ने हुन्छ गाडीको विकल्प छैन जस्ट हिँडेर बिस्तारै बिस्तारै हाम्रो 4 देखि 5 घन्टामा चाहिँ यहाँ धोत्रे भन्ने ठाउँ आइपुग्दो रहेछ अनि त्यहाँ चाहिँ जस्ट होमस्टेको व्यवस्था पनि रहेछ अनि खानेकुराहरू त पाइन्छ एभाइलेबल छ त्यस्तो केही टेन्सन लिनु पर्दैन ल अब आउने यात्रुहरूलाई पनि तपाईँ केही यसो सन्देश दिन चाहनुहुन्छ कि होइन आउने यात्रुहरूलाई एकदम आउनको लागि म के अरे अनुरोध गर्छु ल भिजिट नेपाल 2025 तपाईँहरू यहाँ आउनु भएपछि चाहिँ क्यामेरा चाहिँ मोबाइल सिनहरू जतै पनि छ हेर्नुहोस् त्यहाँ हिमाल हाँसिरहेछ कस्तो मजाले चलिरहेछ यहाँ शीतल छ एकदम घाम पनि टन लाग्दो रहेछ होइन यहाँ हेर्नुहोस् हिमालको दृश्य हेर्नु होला यस्तो राम्रो ठाउँ छ है ल हामी चाहिँ यहाँ बाटोमा पनि बिसाउँदै रेस्ट गर्दै आइरहेछौँ यहाँ जस हाम्रा हाकिम साहब पुरै ह्यान्डसम भएर के हो यार झन् ह्यान्डसम देख्छु त साथी झन् लेखतिर आयो झन् ह्यान्डसम हट्टेरिका ल यहाँ महारानी त झन् आगो बलिरहेछ कान चाहिँ बलिरहेछ अब ल म चाहिँ लगातार यहाँ हाम्रो टोलीसँग निरन्तर अगाडि बढिरहेको छ हेर्नुहोस् है हिमाल छ यतापट्टि हाम्रो यो मुन्दुम ट्रेलको बाटो यतापट्टि छ यसरी जाँदैछौँ हेर्नुहोस् हिमाल सबै ठाउँमा प्रायः हेरेको छ यो कम्तीमा 1.5 मिटर जतिको छ जस्तो लाग्छ मलाई 1.5 मिटरको चौडाइमा ल अहिले चाहिँ यो हल्का गुराँसहरू पनि फुलेर पनि झरिसक्यो के हो गुराँसको बोट त छ अनि यो चमेली फुलिरहेछ अहिले चाहिँ हामी धोत्रेबाट लगभग 1.5 घन्टा जति हिँडेर यहाँ बिच बाटोमा पुगिसक्यौँ हाम्रो गन्तव्य चाहिँ हाँसपोखरीसम्म हो त्यसपछि हाँसपोखरी भएपछि पनि माथि हेरौँ के कस्तो हुन्छ जाने ल भिडियो र हाम्रो बाटोमा हिँड्दाखेरि खानेकुरा पाएन भने चाहिँ यो कुराहरू खाने भनेर ल्याइएको छ अनि यहाँ हाम्रो साथीहरू चाहिँ ल टिमवर्कहरू चाहिँ ल कस्तो लागिरहेछ त हौ गाइजहरूलाई हस् ल अब बस खाम एकछिन ठिक छ ल यो चाहिँ हाम्रो बस्ने ठाउँ रहेछ चौतारा पुरा नेचुरल सोफा पर पनि धेरै छ यस्तो कुराहरू
अनि यहाँ चाहिँ एउटा मलाई मन परेको कुरा चाहिँ यो प्लास्टिकहरू अब पर्यटकहरूले भिजिटर्सहरूले लिएको कुरालाई चाहिँ ठ्याक्कै यहाँ राखेर यसरी यो चाहिँ नेचुरल डस्टबिन रहेछ यति धेरै चाहिँ अब यसलाई चाहिँ यहाँ जलाउने अनि त्यसपछि डिस्पोजल गर्ने ठाउँ रहेछ ल ट्याक्क अर्ग्यानिक डस्टबिन अर्ग्यानिक डस्टबिन छ ल खानु सुरु गरेको ल खाए ल भनौँ त तिनजनाले नि ल खाए ल बोन्टी पनि भन्नु न सानो स्वरमा अब त एक गममा खान्छन् यसमा नि एउटा भिडियो चाहिँ बनाइदिनु त बोलो बानी ल यता चाहिँ भोजपुर यहाँदेखि उतापट्टि चाहिँ खोटाङ ठ्याक्क बोर्डर मुन्डुन ट्रायल चाहिँ बनाएको रहेछ उताको बाटो चाहिँ खोटाङ यता भोजपुर अहिले चाहिँ हामी अलिक सुक्खा मौसममा आएको कारणले रहेछ जस हरियाली चाहिँ अलिक कम देखिन्छ तर यो आउने सिजन चाहिँ वैशाखतिर आएर एकदम राम्रो हुने चाहिँ अलिक हरियाली पनि देख्न पाइने तर अलिक पछि चाहिँ फेरि जुका पनि लास्टै लाग्छ भन्ने कुरा सुनियो त्यस कारणले तपाईँहरू आउँदाखेरि चाहिँ फागुन चैत वैशाखसम्म आउनुभयो भने चाहिँ एकदम राम्रो रहेछ यो ठाउँ रमणीय अनि जाडो पनि हुन्छ जस ज्याकेट चाहिँ राम्रो लगाएर आउनुहोस् हावा राम्रै चल्दो रहेछ टोपी मजाले लगाएर आउनु होला अनि बिचमा बस्ने ठाउँ भनेको एक ठाउँ मात्रै छ त्यो तल धोत्रे भन्ने ठाउँमा खानेकुरा त्यहाँ पाइन्छ जस अलिअलि खानेकुरा पानी सानी चाहिँ बोकेर आउनुपर्छ है साथीहरू अनि बाटो भुलिन्ला भन्ने केही टेन्सन छैन एकदम यो ट्र्याकमै यस्तो परदेखि ल्याएर ढुङ्गाहरू ट्याक राखिदिएको छ त्यस कारणले त्यो ढुङ्गा हेर्ने मुन्दुम ट्रेल चाहिँ यही हो हिँड्ने बाटो चाहिँ यही रहेछ भनेर बुझ्ने यसरी जानु पर्यो ल यस्तो भिरालो छ है आमामा यो भोजपुरतिरको रहेछ यतापट्टि खोटाङ यतातिर भोजपुर यो सबै देखिँदै भोजपुर यता तलतिर यस्तो भिरालो चाहिँ यहाँबाट लड्यो भने त यहाँबाट लड्यो भने त ऊ तल पुगिने रहेछ एकैचोटि चख्या डाँडामा त्यो परको चाहिँ चख्या डाँडा है त्यहाँबाट हामी हिँडेर आइसक्यौँ नि चख्या डाँडा हो यो हिमाल चाहिँ कहीँ जस यो हिमालै नै हेर्दै गइने रहेछ क्या खिचिसके ल भिडियो खिच्यो यस्तो रिस बाटो छ त्यही चाहिँ जाने साथीहरू चाहिँ फर्किँदै हुनुहुन्छ यही बाटो गएर ठ्याक्कै आउँदै हिजो हामी 4-4:30 बजी स्टार्ट गरेको ल ठाउँमा यस्तो उयोहरू छ अनि यसरी उक्लिन्छौँ हामी ट्याक्क गएपछि हेर्नु त साथीहरू ठ्याक्क उक्लिसकेपछि त यस्तो राम्रो सिन आउँछ तर छनु चाहिँ यस्तै छ है सबैतिर कुनै फरक छैन यस्तरी अहिले फुलहरू पनि यस्तो सेतो फुलहरू फुलिरहेछ पर गुराँस देखिँदैछ यहाँनिर गुराँस पनि फुलिरहेको छु अलिकति फेरि यहाँ चाहिँ गुराँस अलिकति फरक खालको गुराँस को फुल यहाँ चाहिँ हुँदो रहेछ अलिक रेड भन्दा पनि अलिक पिङ्क टाइपको हामी अब हाँसपोखरी चाहिँ त्यो डाँडादेखि ठ्याक्कै पल्लोपट्टि पुग्नु पर्नेछ यसरी कन्टिन्यू हिँड्दैछौँ हामी फोटो खिच्दै टिकटक बनाउँदै आउनुहोस् थकाइ पनि मेटिन्छ तर चार्जर चाहिँ यहाँ चार्जिङ गर्ने ठाउँ छैन पावर ब्याङ्क चाहिँ बोकेर आउनुपर्छ है साथीहरू
बिचमा छैन एक ठाउँ धोत्रे भन्ने ठाउँमा छ बत्ती, त्यो पनि सोलर रहेछ, सोलरमा चार्जै हुँदैन। मेरो पनि यहाँ 17% मात्रै भइसकेछ। पावर सेभिङ मोडमा राखिवरी न त चिसोले नि पावर चाहिँ जान्छ। अब माथि पुगेपछि त्यहाँनिर चाहिँ इन्भर्टर छ भन्ने सुनेको छ। हेरौँ इन्भर्टर भयो भने चार्ज गरेर फुल चार्ज गरेर अनि फेरि भिडियो फोटो खिच्ने हो। अनि ट्याक्क लाएर यस्तो यस्तो छ, रमणीय ठाउँ छ एकदम। यहाँ चाहिँ चौरी गाईहरू पनि छ है, चौरी चौरी गाईहरू रहेछ। जङ्गल लाँदै हुनुहुन्छ चराउन। अनि त्यहाँ पर चाहिँ घोडाहरू पनि चरिरहेछ है। 4वटा रहेछ घोडाहरू, 2टा बच्चा पनि रहेछ। यहाँ घोडाहरू हेर्नु त घाँस खाँदैछ। यस्तो ठाउँमा अब हामी हाँसपोखरी चाहिँ पुग्न आँटिसक्यो है। यहाँबाट धेरै छैन, अलरेडी 3000 लगभग सी लेभलदेखि 3000 मिटरको अल्टिच्युडमा हामी आइसकेका छौँ। यहाँबाट हिँड्नु चाहिँ जस हिँड्नु ट्रेकिङमा सोख हुनेहरूको लागि चाहिँ यो ट्रेल, यो पदमार्ग चाहिँ यस्तो राम्रो छ। ल हेर्नु चाहिँ 26 किलोमिटर प्लस 200, 26.2 किलोमिटर चखियाबाट यस्तो चाहिँ म्याडम हिँड्दै हुन्छ। अब त्यहाँ गएर हामी बस्ने, एकछिन रेस्ट गर्ने, अनि फेरि जाने। यता घुमेर यस्तो टुर्स गर। छैन हौ लाग्यो। ल साथीहरू, फाइनली मेरो गन्तव्यमा चाहिँ आइपुगेँ है। ल अब धेरै त्यो ठाउँमा हाँसपोखरी आइपुग्यो। धेरै कष्ट गरेर आइयो है साथीहरू। म त हिँड्दै गरेको ल। हो यही हो। मिटर हुन्छ, अझै 3 किलोमिटर सबै टोटल चाहिँ हो। ल साथीहरू, आज चाहिँ मैले तपाईँहरूलाई हाँसपोखरीसम्मको दृश्यहरू देखाएँ। अब हामी हाँसपोखरीसम्म पुगेर फर्किएका छौँ। त्योभन्दा माथि पनि अझै साल्पा पोखरी पनि जान सकिने रहेछ, जाँदा हुने रहेछ। तर हामी चाहिँ एकदमै टाढो, हिँड्न कठिन भएर त्यहीँबाट फर्क्यौँ र हाम्रो ट्रेकिङलाई यहीँ बिट मार्यौँ।
जस रमाइलो भयो। तपाईहरु पनि कुनै त्यस्तो हिँड्न इच्छा छ भने मुन्डुम पदमार्ग चाहिँ तपाईहरुको लागि पनि एउटा राम्रो गन्तव्य हुन सक्छ है। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। के छ साथी? ठिक छ मजा आइरहेछ। रमाइलो छ। जो कोही मान्छे यहाँ आइपुग्दैन त्यही हो। 3000 मिटरको हाइटमा छौँ हैन अहिले हामी। आउन आउँ छिटो।